साथीहरू, बच्चाहरूलाई झुक्केर पनि यो चारवटा बेलामा चाहिँ गाली नगर्नु भनेर उहाँ जुन डाक्टर साहब हुनुहुन्छ अनिल सुवेदी उहाँले चाहिँ बताउँदै हुनुहुन्छ। आखिर किन गाली गर्नु हुँदैन त? एकैछिन उहाँ डाक्टर साहबको कुरा सुनौँ है त। बच्चालाई यो 5वटा बेला झुक्केर पनि गाली नगर्नुहोस्। नम्बर 1, उठेपछि के सानो राजा रानी उठिरहेछन्, उनीहरूको माइन्ड बल्ल उठिरहेछन्। बिहान उठ्न पाएको छैन, तपाईँले उनीहरूलाई चाहिँ चिच्याउनु भयो, गाली गर्नुभयो भने होइन उनीहरू डराउँछन्। नम्बर 2मा स्कुल जानु अगाडि स्कुल जानु अगाडि उनीहरूलाई आफूलाई स्ट्रेस हुन्छ के, घरमा त्यस्तो फ्रिडम पाएको मान्छेहरू अब स्ट्रेसमा स्कुलमा डिसिप्लिनमा जानुपर्छ उनीहरू होइन। झन् त्यति बेला तपाईँहरूले उनीहरूलाई चाहिँ होइन माया गरेर होइन गेटबाट बाई बाई भनेर सकेसम्म स्कुलको गेटमा आफै पुर्याएर होइन हक गरेर तिम्रो लागि कोही छ भनेर पठाउनुपर्छ। नम्बर 3मा स्कुलबाट फर्किएपछि उसलाई कसैले धकालेको हुन्छ, कसैले के गरेको हुन्छ होइन, विभिन्न किसिमको भावना बोकेर आएको हुन्छ कि आउन नपाई गाली गर्नुभयो भने बच्चाको मोरल डाउन हुन्छ कि। नम्बर 4मा सुत्ने बेला पनि उनीहरूलाई गाली चर्को स्वर गर्नुहुन्न होइन। तपाईँले चर्को स्वर गर्नुभयो भने रातभरि उनीहरू फ्रिज भएर आत्तिएर सुत्छन् के। त्यही भएर यो 4वटा बेला गाली गर्नु भने तपाईँले ब्लन्डर गरिराख्नु भएको छ। हस् त, नमस्ते। साँच्ची नै साथीहरू, यो 4वटा बेलामा चाहिँ बच्चाहरूलाई गाली नगर्नुपर्ने रहेछ साथीहरू। जुन उहाँ डाक्टर साहबको कुरा एकदमै जायज छ। भिडियो कस्तो लाग्यो? लाइक, कमेन्ट, सेयर गर्नु होला है त साथीहरू।